असार मसान्त अघि व्यापारीले गर्नै पर्ने एउटा काम, जुन यदि हजुरहरू इम्पोर्टर अथवा एक्सपोर्टर हुनुहुन्छ भने हजुरहरूले एक्जिम कोड त लिनुभएको होला। यदि हजुरहरूले असार मसान्तसम्ममा एक्जिम कोड रिन्यू गर्नु भएन भने हजुरलाई इम्पोर्ट अथवा एक्सपोर्ट गर्नको लागि प्रतिबन्ध लाग्नेछ र सो कुरा हटाउनको लागि हजुरहरूले फाइनसँगै पछि रिन्यू गर्नुपर्नेछ। सो कारणले समयमै रिन्यू गरौँ, 2 मिनेटमा हजुरहरूको एक्जिम कोड रिन्यू हुनेछ। यदि हजुरहरूको कुनै साथी अथवा अकाउन्टेन्ट अथवा बिजनेसम्यानहरू चिनेको हुनुहुन्छ भने उहाँहरूलाई यो भिडियो सेयर गरेर हजुरले सहयोग गर्न सक्नुहुनेछ। अब जानौँ हामीहरूले एक्जिम कोड रिन्यू गर्नको लागि के डकुमेन्ट चाहिन्छ र हामीहरूले कसरी गर्न सक्छौँ भनेर हामीहरूले इक्जाम्पलका साथ सिकौँ कसरी अनलाइनबाट हामीहरूले एक्जिम कोड रिन्यू गर्न सकिन्छ भनेर। एक्जिम कोड रिन्यू गर्नको लागि हजुरसँग हुनु पर्यो एक्जिम कोडको सर्टिफिकेट जसमा हजुरको एक्जिम कोड लेखिएको हुन्छ। सो छ भने अब सुरु गरौँ कसरी हामीहरूले एक्जिम कोड रिन्यू गर्न सकिन्छ भनेर। स्क्रिनमा देखाए जस्तो हजुरहरूसँग एक्जिम कोडको सर्टिफिकेट छ होला, जसमा एक्जिम कोड भनेको चाहिँ यसमा यहाँ लेखिएको हुन्छ। एक्जिम कोड चाहिँ हजुरहरूले नोट गर्नु होला र हामीहरू स्टार्ट गर्नेछौँ एक्जिम कोड रिन्यूको। यसमा हजुरहरूले डाइरेक्टली गुगलमा गएर एक्जिम रिन्युअल भनेर सर्च गर्न सक्नुहुनेछ। यसमा एक्जिम सर्भिस पोर्टल भनेर छ, यसमा डाइरेक्ट क्लिक गर्नु होला। डाइरेक्टली हजुरलाई एक्जिम कोड सोध्नेछ। यसमा हजुरहरूसँग भएको एक्जिम कोड यसमा टाइप गर्नु होला। अटोमेटिक नाम आउनेछ र हजुरले आफ्नो कम्पनीको इमेल आइडी यसमा राख्न सक्नुहुनेछ। इमेल आइडी राखिसकेपछि आई एम नट रोबोट भनेर क्लिक गर्नु होला। यसमा कहिलेकाहीँ डिटेलहरुमा के हो भनेर देखाउन सक्छ, कहिलेकाहीँ डाइरेक्टली पनि ओपन हुन्छ। आई एम नट रोबोट क्लिक गरिसके पश्चात प्रोसिड क्लिक गर्नु होला। अब यसमा हजुरहरूलाई इमेल आइडीमा भेरिफिकेसन कोड आएको छ, त्यो हेरेर हजुरहरूले भेरिफिकेसन कोड टाइप गर्नु होला। भेरिफिकेसन कोड टाइप गरेपछि नेक्स्ट गर्नु होला। यसमा हजुरहरूको डिटेलहरु देखाउने छ। रिन्युअल हजुरले कति वर्षको लागि गर्दै हुनुहुन्छ, 1 वर्षको लागि गर्दै हुनुहुन्छ। यसमा हजुरहरूको व्यक्तिको नाम, एड्रेसहरु जुन हामीहरूले रजिस्टर गर्दा लिएका छौं त्यो देखिनेछ। यदि हजुरहरूको रिसेन्टली चेन्जेस भएको छ भने चेन्ज गरेर पनि राख्न सक्नुहुनेछ। नेक्स्ट गर्नु होला। यसमा हजुरको के कुराको इम्पोर्ट एक्सपोर्ट गर्ने त्यसको डिटेलहरु पनि देखाउँछ। कम्पनीको डिटेल अनि कम्पनीमा राखेको कामहरुको डिटेलहरु देखाउने गर्छ। त्यसपछि नेक्स्ट गर्नु होला। यसमा चाहिँ हजुरहरूले सुरुमै राखेको डिटेल नै आउने गर्दछ, जुन कम्पनी रजिस्ट्रेसन जस्तै हाम्रो चाहिँ ट्रेडिङ बिजनेस भएको हुनाले डिपार्टमेन्ट अफ कमर्स सप्लाई एन्ड कन्ज्युमर प्रोटेक्सन भन्नाले वाणिज्य विभागको डिटेलहरु आएको छ। यो हिसाबले हजुरले फेरि यसमा पनि नेक्स्ट गरेर गर्न सक्नुहुनेछ। हाम्रो 1 वर्षको फी चाहिँ 1000 रुपैयाँ लाग्छ। यदि डिले पेमेन्ट भएन भने असार भित्र गर्नुभयो भने चाहिँ हजुरहरूलाई एक्जिम कोड रिन्युअल चार्जेस चाहिँ गभर्नमेन्टको फी चाहिँ 1000 लाग्ने गर्छ। नेक्स्ट गर्नु होला। यहाँ चाहिँ हामीहरूले पहिला नै अपलोड गरेको फोटोहरु छ। यदि हजुरहरूको रिन्यू गरेको चीजहरु हजुरहरूसँग डिपार्टमेन्टबाट मागिन्छ भने चाहिँ हजुरले रिन्यू गरेर राख्नुपर्ने हुन्छ। जस्तै वाणिज्य विभागमा हजुरको प्रत्येक फर्स्टमा 5 वर्षसम्म रिन्यू हुन्छ, त्यस 5 वर्षसम्म रिन्यू गर्ने पर्दैन। त्यस पश्चात हजुरहरूले प्रत्येक वर्ष रिन्यू गर्नुपर्ने हुन्छ। त्यो डिटेलहरु हजुरले एट्याचमेन्टसँग एड गर्नुपर्ने हुन्छ। नेक्स्ट गर्नु होला। यसमा चाहिँ हजुरहरूको पुरानो डिटेल नै देखाउने हुन्छ, क्वेरीहरुमा केही थियो भने। त्यस पश्चात फिनिश गर्नु होला। हजुरलाई यो देखाउने हुन्छ। होम पेजमा यो रिक्वेस्ट नम्बर सँगै हजुरहरूको डिटेल चाहिँ हजुरलाई मेलमा आउने गर्छ। होम पेजमा जानु होला। केही समयको लागि हजुरहरूले कुर्नु होला। केही समय पश्चात हामीहरूलाई एउटा मेल आउनेछ जुनमा पेमेन्ट गर्नको लागि भनिनेछ। जुन हामीले प्रोसेस गरिसकेपछि पेमेन्ट गर्यो भने हाम्रो प्रोसेस कम्प्लिट हुनेछ र केही समय पश्चात फेरि
हामीहरूलाई नयाँ सर्टिफिकेट आउनेछ अपडेटेड भएको। प्रोसिड विथ पेमेन्ट गरौँ। यहाँ हामीहरूले ई सेवा, आइपिएस अथवा खल्तीबाट पेमेन्ट गर्न सकिन्छ। यदि हजुरहरूको यो तीनवटै अकाउन्ट छैन भने हजुरहरूले मोबाइल ब्याङ्किङ ओपन गरेर क्युआर कोड स्क्यान गरेर पनि पेमेन्ट गर्न सक्नुहुनेछ। अहिलेको लागि हामी ई सेवाबाट पेमेन्ट गर्छौँ। कन्टिन्यू पेमेन्ट गर्छौँ र यसलाई कन्टिन्यू पेमेन्ट गरेर कन्फर्म गर्छौँ। चाहिँ सक्सेसफुल भएको छ। अब हजुरलाई कन्फर्मेसन मेल र हजुरको अपडेटेड एक्जाम कोडको सर्टिफिकेट चाहिँ हजुरको इमेल आइडीमै आउनेछ। केही समय पश्चात अराउन्ड 10-15 मिनटमा हजुरलाई एउटा मेल आउनेछ। यो मेल ओपन गर्नुहोला। यसमा चाहिँ हजुरहरूलाई एक्जाम कोडको हजुरको सर्टिफिकेट आउनेछ। यस पश्चात हजुरले सम्बन्धित भन्सार विभागमा गएर अपडेटेड हजुरको कर चुक्ता र वाणिज्य अथवा घरेलुको डकुमेन्ट पेश गरेर हजुरहरूले अपडेटेड एक्जाम सर्टिफिकेट लिन सक्नुहुनेछ। अन्य बिजनेस रिलेटेड जानकारीको लागि हामीहरूलाई फलो गर्नुहोला। धन्यवाद।